कृषिमा एकदमै गाह्रो मानिने टपिक, सबैले बुझेको जानेको हुन्छ, त्यही पनि गाह्रो मानिरहेको हुन्छ कि कृषि क्षेत्रको फाइदा वा महत्त्व के हो। त सबैभन्दा पहिलो बेसिक निड जुन हुन्छ त्यो पुरा हुन्छ। त कसरी? त खानालाई हैन, सानोतिनो अब हामीले पहिलो ओछ्यानको रूपमा पनि कृषि प्रोडक्टहरूबाट युज गरिन्थ्यो। परालको म्याट बनाइन्थ्यो, त्यही ओढ्ने पनि गरिन्थ्यो। गाई गोरुको जुन म्याटको साटो, त्यही कृषिको परालहरू, अनि त्यसको झन चिसो ठाउँमा आगो बाल्नको निम्ति त्यो पराल, मकैको डाँठ, त्यस्तो कुराहरू प्रयोग गरिन्छ। दोस्रो, यसले रोजगारी दिन्छ। रोजगारी कसरी दिन्छ? एक त आफ्नै खेतबारी छ भने त्यसमा पनि रोजगारी आफै इन्भल्भ हुन पाइयो। अरू कसैको धेरै छ भने त्यसमा एज अ वर्कर पनि इन्भल्भ हुन पाइयो। त्यस्तै अर्को चाहिँ आत्मनिर्भर बनाउँछ। आत्मनिर्भर कसरी बनाउँछ? तपाईलाई केही खास गरेर बाहिरबाट किन्नु पर्दैन। आफै म राम्रो गर्न सक्छु, म आफै खेतको प्रोडक्ट खान्छु, राम्रो छ मेरो बसाइ, राम्रो खानापिना छ, त्यस्तो विचार आउन सक्छ दिमागमा, अनि खुसी पनि हुन्छ मान्छे, हेल्दी पनि हुन्छ। अर्को चाहिँ इन्डस्ट्रीको लागि के हुन्छ? रो मेटेरियल चाहिँ उत्पादन हुन्छ। अनि रो मेटेरियल उत्पादन भयो भने इन्डस्ट्रीहरू राम्रो फस्टाउन सक्छ। सस्तैमा रो मेटेरियल उत्पादन गरेर इन्डस्ट्रीलाई दियो भने प्रोडक्सन त्यसको सस्तो हुन्छ र मार्केटमा राम्रो भाव पाउँछ, राम्रो प्रॉफिट पाउँछ। अनि रुरल डेभलपमेन्टको प्रमुख औजारमा यो लिन्छ। कसरी? त सफिसिएन्ट एमाउन्टमा बढीभन्दा बढी प्रोडक्सन इन्क्रिज गरेर तपाईँ अर्बन एरियालाई बेच्न सक्नुहुन्छ र त्यहाँबाट आम्दानी इकोनोमिक्स स्रोतको रेन्ज बढाउन सक्नुहुन्छ। इकोनोमिक स्रोत जुन छ त्यो बढाउन सक्नुहुन्छ। अर्को चाहिँ तपाईँ के गर्न कृषिबाट के लेख्न सक्नुहुन्छ? बायोडाइभर्सिटी जुन छ, जैविक विविधता पनि मेन्टेन हुन्छ। हेर्नु, अहिलेको त अब धेरै इन्सेक्टिसाइड, पेस्टिसाइडहरू हालेर माछा, गङ्गटो, स्नेल्सहरू, कुनै किराहरू, गडियौला जुन माटोको इन्जिनियर भन्छ, त्यस्तो जीवहरूलाई मारिदिने गर्छ त्यो घाँसपात हटाउने चक्करमा। तर कृषि उत्पादन गर्नुभयो भने बायोडाइभर्सिटी पनि मेन्टेन हुन्छ, जैविक विविधता पनि मेन्टेन हुन्छ। त्यो सानोतिनो मात्र होइन, त्यसमा अब कृषि गर्दै हुनुहुन्छ भने ठुलो जुन घाँस खाने जनावर छ तिनीहरूको पनि खाना भयो र त्यसको जाराबाट या धान एउटा दुईटा झरो भने मुसाहरूले खान्छ। अर्को किराले पनि खान्छ। दुध भएको टाइममा, धानमा जब दुध हुन्छ, कुनै गेहुँमा दुध भएको टाइममा या फुल भएको टाइममा इन्सेक्टहरू, किराहरू अनि पन्छीहरू पनि त्यो दाना, कर्न, एग्रिकल्चरमा उब्जेको कर्न चाहिँ खान्छ उनीहरू र आफ्नो जीवन चलाउँछ। एउटा अर्को के राजस्व पनि, यसबाट राजस्व एउटा त सबैभन्दा पहिले तपाईँ खेत राख्नु भएको छ भने खेतमा तपाईँ के गर्न खेतबाट के हुन्छ कि खेतको के हुन्छ, तपाईँले राजस्व बुझाउनु पर्ने हुन्छ। मैले यति खेत राखेछु, त्यसको त्यो बारीको राजस्व बुझाउनु पर्छ। त्यसपछि उब्जेको
सामान बेच्नुभयो भने डाइरेक्ट वा इन्डाइरेक्ट रूपमा कर तिर्नु परिरहेको हुन्छ। अर्को के हुन्छ, क्लाइमेट चेन्ज, जलवायु परिवर्तन पनि अनुकूल राख्छ, राम्रो बनाउँछ हैन। जलवायु परिवर्तन धेरै ठुलो मात्रामा परिवर्तन हुन दिँदैन, मेन्टेन गरेर राख्छ हैन, टेम्परेचर बढ्न दिँदैन। अर्को के गर्छ यसले, पोभर्टी तुरुन्तै आउन दिँदैन। आफैले उब्जाएर खाइरहेछ भने, मेन्टेन गरिरहेछ भने पोभर्टी पनि आउन दिँदैन र भएको पोभर्टी पनि उन्मूलन हुन्छ, इराडिकेसन हुन्छ। हस्त, धन्यवाद। नेक्स्ट भिडियोमा फेरि भेटौँला।